पार्टीका सभापति रवि लामिछानेज्यू, उहाँले इन्डियाको प्रधानमन्त्री नरेन्द्र मोदीसँग राखिएका 8वटा प्रस्तावहरू यस प्रकारका छन्। एकचोटि सुनिदिनु होला। सीमा विवाद समाधानको लागि संवाद जोड 1 नम्बर। दोस्रो नम्बरमा भनेको रक्सवल र काठमाडौँ रेल प्राथमिकता। त्यसै गरी तेस्रो नम्बरमा पोखरा र लुम्बिनी भारतको सिधा हवाई उडान। तेस्रो काठमाडौँ बेङ्गलुरु डिजिटल कोरिडोरको अवधारणा। त्यसै गरी 5 नम्बरमा भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरूमा नेपाल विस्तार। त्यसै गरी 6 नम्बरमा सीमा क्षेत्रमा रासायनिक मल उद्योगको प्रस्ताव। त्यसै गरी 7 नम्बरमा जलविद्युत तथा बजार एकीकरणको जोड। त्यसै गरी 8 नम्बरको लास्ट बुँदा भनेको आइपिएलमा नेपाली खेलाडीहरूको पनि साथै रङशालाको सहभागिता गराउने। यो 8वटा रहेको छन्। यो मध्ये तपाईँलाई सबैभन्दा राम्रो लागेको प्रस्ताव कुन हो? कमेन्ट गर्नुहोला। धन्यवाद।